What is energy? Energy is the capacity of doing work. Energy is the capacity of doing work. What is cell? Cell is the smallest unit of life. Cell is the smallest unit of life. ओइ मेरो स्टाइल कपी गर्छस् तेरो आफ्नै स्टाइलमा पढ्न दिस इज माई स्टाइल ओके यु कपी माई स्टाइल सुरुमा अनि सेइङ दिस इज योर स्टाइल यु लाज पचुवा व्हाट डु यु से फेरि से त आई नट लाज पचुवा यु आर बिग लाज पचुवा एन्ड अल्सो घिचुवा You both keep quiet. Let me study or I will throw you out from my house. ओइ जेनिसाले के भने बुझिस Nope. खोइ लास्टमा हाउस कि माउस भने जस्तो चाहिँ सुनेको थिए अगाडिको त केही बुझिन तिमीले के भनेको जेनिसा घरमा मुसा धेरै भयो बिरालो लिएर आऊ भनेको हो अबे साले मेरो आँखा अगाडि दुईटा ढाडे बिरालोहरू छ त मलाई बिरालो किन चाहियो तिमीहरू पढ्छु भनेर आएको होइन मेरो घरमा अनि खोइ त पढेको पढ्दा पढ्दा टाउको दुख्यो के एकछिन रेस्ट गरौँ न किताब खोलेको 5 मिनेट भएको छैन टाउको दुख्न थाल्यो तिम्रो 5 मिनेट भएको छैन रे मलाई त 5 घण्टादेखि पढिरहेको छु जस्तो लागिरहेको थियो त तेरो बाउले भन्थ्यौ लागिहाल्छ नि पढ्नु बसेपछि 1 मिनेट पनि 1 घण्टा हुन्छ तिम्रो लागि अनि किन लाग्दैन त गजब बेइज्जती है आज फिस्टे भएन के फिस्टे भएको भए कस्तो मजा आउँथ्यो नि पढ्नु त्यही त है त्यो भएको भए बेला बेला हँसाउँथ्यो अनि पढ्नु पनि मजा आउँथ्यो के हो र गाइज म त्यस्तो हँसाउँछु र भाई यहाँ पे क्या हो रहा भाई साले फिस्टे त अघिदेखि यहीँ थिइस् अघिदेखि होइन हौ म त अघिदेखि यहीँ थिएँ साले तू हामी आउनु भन्दा अगाडि आएको कि हामी आएपछि आएको तिमीहरू भन्दा धेरै छिटो आएको नि म आउँदा त जेनिसा भर्खर हग्दै थियो तैले कसरी थाहा पाइस हग्दै थियो भनेर कि जेनिसाले टोइलेटको ढोका खोलेर हगिरहेको थियो होइन के साले म आउँदाखेरि टोइलेटबाट फ्लसको आवाज आइरहेको थियो के त्यसैले भनेको अनि तिमी चाहिँ किन चोर जस्तो बेड मुनि लुकेको मलाई बोलाउनु पर्दैन अच्छा तिमी त हग्दै थियौ अनि कसरी बोलाउनु हौ हगिसकेपछि बोलाउनु सक्दैन थियौ कि मुख छैन तिम्रो खाने बित्तिकै हग्नेहरूसँग मेरो बोल्ने बानी छैन के त्यसैले नबोलाइ बसेको